सागर ढल्केबरको वडा नम्बर 7 मा पर्छ। मिथिला नगरपालिकाको 7 नम्बर वडामा पर्छ। यो करिब 3 बिघा क्षेत्रफलमा रहेको छ र कोसिस चाहिँ एकदमै राम्रो गरिएको छ। यहाँ एउटा मन्दिर पनि छ, पोखरीको बिचमा शिवजी मन्दिर छ। योभन्दा अगाडिको पूर्व मेयरले यो बनाउन सुरुवात गर्नुभएको थियो हरिनारायण महतोले। कोसिस राम्रो गर्नुभएको छ, अझै यसलाई राम्रो गर्न सकिन्छ। प्राकृतिक रूपमा पनि हरियाली अनि यो शान्त वातावरणीय हिसाबले पनि एकदमै राम्रो छ र यसमा धेरै नै बजेट खर्च गरेर राम्रो गर्ने कोसिस चाहिँ गरेको छ। तर अहिलेको अवस्थामा चाहिँ भने जति सोचे जति राम्रो गर्न सकिएको के गरेर राम्रो हुन्छ यसलाई चाहिँ यो रोपिएको जति पनि बोट बिरुवाहरू छ, फुलहरू धेरै खर्च गरेर लगाएको फुलहरू छ, त्यसको अवस्था अहिले यस्तो हुँदै गइरहेको छ। फुललाई अहिले झारले खाएर फुलभन्दा बेसी झारको रूपमा भत्किएको अवस्था छ। त्यसलाई पनि मर्मत सम्भार गर्यो भने यहाँको अझै पर्यटक हिसाबले चाहिँ नजिकको ठाउँमा एकदमै पाएको पर्ने ठाउँ जनकपुरदेखि लिएर यो वरिपरिको मान्छेहरूलाई चाहिँ उपयुक्त ठाउँ। यहाँ यस्तो पछाडि उतापट्टि पिकनिक खाने ठाउँ पनि छ। धेरै मान्छे आउँछन् यहाँ उसो भए। यसमा बिदाको बेला मान्छेहरू समय बिताउनको लागि पनि आउने गरेको छ। परिवार लिएर पनि यहाँ पिकनिक जमघट साथीभाइ र सानोतिनो कार्यक्रमहरू गर्नको लागि पनि उपयुक्त ठाउँ छ। हावापानीको हिसाबले पनि यहाँ राम्रो छ। तर भने जतिको संरक्षण अझै गर्न सकिरहेको छैन। यसमा संरक्षणको एकदमै खाँचो क्यामेरा लिएर बस्नुहुन्छ, त्यो फोटो खिचेर त्यहाँबाट पनि रूपमा अगाडि बढ्न सक्छ, जीविकोपार्जन गर्न सक्छ। योबाट चाहिँ हामीले एउटा मनोरञ्जनको क्षेत्रमा लगानी गरेपछि त्योबाट आम्दानी पनि लिन सक्छौँ र हामीले वरिपरि घुम्नको लागि ठाउँ छैन भनेर बाहिर जाने अवस्था पनि हुँदैन। हामी बाहिर अन्य जिल्ला नजिकमा छोटो समयको लागि आउनको लागि चाहिँ ठाउँ एकदमै उपयुक्त छ। तर यसलाई संरक्षण गर्न एकदमै जरुरी छ।